नमस्ते साथीहरू, आज म तपाईहरुलाई फेसबुकले नयाँ अपडेट लिएर आएको छ, त्यसको बारेमा जानकारी गराउन चाहन्छु। सो फेसबुकमा नयाँ कन्टेन्ट मोनेटाइजेसन भनेर एउटा अपडेट आएको छ, जहाँ कि तपाईहरुले आफ्नो फोटो, भिडियो, रिल्सहरु राखेर पैसा कमाउन सक्नुहुनेछ। यो चाहिँ रिसेन्टली आएको हो, जसमा कुनै पनि क्राइटेरिया छैन। सो अहिले तपाईले आफ्नो इन्ट्रेस्ट व्यक्त गर्न सक्नुहुन्छ। सो त्यसको लागि तपाई आफ्नो फेसबुकको प्रोफाइलमा जानु होला। फर्स्टमा त्यहाँ तपाईले यसरी आफ्नो प्रोफाइलमा गइसकेपछि प्रोफेसनल ड्याशबोर्ड भनेर देख्न सक्नुहुनेछ। यदि छैन भने त्यसको लागि 3 डटमा जानु होला र यहाँ टर्न अन प्रोफेसनल मोड भनेर आउनेछ, त्यो गर्नु होला। त्यसपछि त्यो गरिसकेपछि प्रोफेसनल ड्याशबोर्ड भनेर आउँछ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि तपाई मोनेटाइजेसनमा जानु होला। त्यसमा गइसकेपछि तपाईको यो लास्टमा कन्टेन्ट मोनेटाइजेसन भनेर छ, यसमा क्लिक गर्नु होला। यसमा चाहिँ तपाईले आफ्नो फोटो, भिडियो, रिल्सहरु राखेर पैसा कमाउन सक्नुहुनेछ, जसमा चाहिँ अहिले कुनै पनि क्राइटेरिया छैन। जस्ट तपाईले आफ्नो आई एम इन्ट्रेस्टेड भनेर लेख्नु पर्ने हुनेछ, जहाँ कि तपाईले जस्ट एउटा जनरल सेन्टेन्स लेखिदिनु होला र आफ्नो फेसबुकको प्रोफाइल पनि लिंक गरिदिनु होला। त्यति गरिसकेपछि तपाईले जस्ट सबमिट इन्ट्रेस्टमा गर्नु होला। यदि भइसकेपछि तपाईको इन्ट्रेस्ट सबमिट भएको छ एन्ड यहाँ भनेको छ कि यु विल बी नोटिफाइड इफ यु बिकम एलिजिबल। सो कुनै पनि क्राइटेरिया छैन, यो गरिदिनु होला। र यो गरिसकेपछि यदि तपाईको प्रोफाइल सेलेक्ट भयो भने तपाईलाई नोटिफिकेसन आउनेछ र तपाईले हालेको फोटो, भिडियो, रिल्सहरुबाट पनि तपाईले आफ्नो पैसा कमाउन सक्नुहुनेछ। यो जस्ट रिसेन्ट अपडेट हो, सो सबैले गर्नु होला। र तपाईले प्रोफाइल लिंक 3 डटमा गएर शेयर प्रोफाइलमा क्लिक गर्नुभयो भने आफ्नो प्रोफाइल लिंक पाउनुहुनेछ र यो तल पनि छ। सो यसरी तपाईले आफ्नो कन्टेन्ट मोनेटाइजेसन इनेबल गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।